हेर्दै खाउँ खाउँ लाग्ने टमेटोको फत्के अचार अमिलो पिरो टक्क एकदमै मिठो हुन्छ। यसरी बनाउँछु मैले चाहिँ। टमाटर काट्छु, लसुन खुर्सानी अदुवा पनि काट्छु। तपाईँहरूसँग चाहिँ टमाटर छ भने त्यो पनि हाल्न सक्नुहुन्छ। धनियाँ मटर एकदमै टेस्टी हुन्छ होइन। मसँग चाहिँ थिएन त्यसैले मैले चाहिँ यहाँ एड गरिनँ। मैले चाहिँ तेल तताउँछु र मेथी पनि एड गर्छु अनि लसुन पनि एड गर्छु अनि खुर्सानी पनि एड गर्छु र मजाले चलाइदिन्छु। यतिको भएपछि मैले टमाटर राखिदिन्छु। टमाटर राखेर मैले चाहिँ बेसार राखिदिन्छु, नुन पनि एड गरिदिन्छु अनि मजाले यसलाई चाहिँ मैले चलाउँछु। एकछिन चलाउँछु होइन। यो मजाले चलाइसकेपछि मैले चाहिँ यसलाई एकछिन छोडिदिन्छु पाक्नको लागि। यसरी बनायो भने चाहिँ कहिलेकाहीँ चाहिँ एकदमै टेस्टी एकदमै मिठो हुन्छ साथीहरू। तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ। अनि यतिको भइसकेपछि मैले आलसको छोप राखिदिन्छु। अब खानालाई रेडी भयो। बाई।